Fuck them who make this. What's up my crazy people? बजाउँछ स्ट्राइपहरु छ राम्रो छ त्यही ह्याङ 5 रिभर्स नै प्र्याक्टिस गर्छु अलरेडी पानी भइसक्यो म यहाँ So let's go, have a good night, see you. Yo, what's up my crazy people out there? सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु आज चाहिँ म यता सिंगल ट्रीतिर आएको प्र्याक्टिस गर्न केही दिनबाट चाहिँ म प्र्याक्टिस गरिरहेको छु एज यु अल नो अस्ति मैले भनेको थिएँ सो त्यो चाहिँ इन्स्टाग्राम रिल्समा भनेको थिएँ अहिले चाहिँ म यो युट्युबमा हाल्ने भिडियो हो एन्ड जस्ट लेटिङ यु नो गाइज आई एम ब्याक अन युट्युब अस्तिबाट रिल्स यहाँ पोस्ट गरेर आएको थिएँ युट्युबमा सो अब अलिकति लङ भिडियोजहरू पनि बनाएर हाल्नु पऱ्यो भनेर जस्ट स्टार्टेड सो त्यही हो सपोर्ट गरिदिनु पऱ्यो माया देखाइदिनु पऱ्यो अब माउन्टेन बाइकिङको एकछिन बसेर कुरा गरौँ न सन इज सेटिङ डाउन प्लिज कम आउट फ्रम द क्लाउड यो एरियामा चाहिँ यस्तो फोहोर गरिदिइसकेको छ कि यो दिमाग भन्ने कुरा भ्रष्ट भइसकेको छ कि अहिले मान्छेहरूलाई खायो रमाइलो गऱ्यो उठ्यो हिँड्दै गऱ्यो जब प्लास्टिक ब्यागमा एउटा प्लास्टिक ब्याग लिएर आएको सामान पनि जे होस् प्लास्टिकमै हालेर त ल्याउँछ होला नि अभियसली सो त्यही प्लास्टिक बिन ब्यागमा होइन हालेर कुनै डस्टबिन हुन्छ बाटोभरि डस्टबिन हुन्छ के हुन्छ चेतना नै छैन के गर्नुपर्छ पर्दैन भनेर सो त्यही हो एन्ड यु क्यान सी द टी सर्ट यु क्यान गेट दिस टी सर्ट फ्रम स्विज ब्याग नेपाल बेस्ट राइडिङ टी सर्ट जे स्कुल देख्छ होइन राइड गर्ने बेला एन्ड फुल स्लिप छ घामबाट पनि बचाउँछ स्ट्राइपहरू छ राम्रो छ साइजहरू राम्रो छ एन्ड क्वालिटी पनि दामी छ है सो फुल टी सर्ट स्लिभ्स विन्ड सिटर धेरै कुराहरू छ एन्ड फक देम हु मेक दिस प्लेस इज डर्टी के भन्ने फोहोर फेरि यस्तो छ ठिक छ प्र्याक्टिस गरौँ यु क्यान सी द सनसेट डाउन लेट्स गो अब म चाहिँ यहाँ कतै टङ्गाउँछु यतै वरिपरि प्र्याक्टिस गर्छु द्याट्स अल गाइज द्याट्स अल I'm gonna keep this in my bag, okay? Inside my bag. It's been 2 years I haven't posted any videos on YouTube, so के कस्तो हुन्छ अब बोल्न नि गाह्रो हुन्छ I'm trying my best. Let's go guys. Let's go. रमाइलो हुन्छ सिकिसकेपछि I think I need a peg in my bike because it makes more easier to do it अनि जस्ट प्रेसर अगाडि पर्छ एन्ड ब्यालेन्स पनि हुन्छ त्यो गरिसकेपछि चाहिँ अलिकति धेरै इजी हुन्छ पेडलमा खुट्टा मात्र राखेर ह्याङ 5 रिभर्स गर्न अहिलेको सिनारियो यस्तो छ कि साइकल स्टोरलाई साइकल मात्रै बेच्न छ सिरियसली यहाँको होस् जहाँको होस् जतैसुकै उनीहरूलाई साइकल बेच्न छ एउटा बोर्ड नट कस्नु पऱ्यो भन्यो भने उनीहरूलाई फुर्सद छैन भनिदिन्छ तर त्यस्तो कुरा आफू पनि ल्याक हुनुपर्छ ल्याक छ आफू हामीमा पनि ल्याक छ जस हामीले पनि जान्नुपर्छ सिक्नुपर्छ अब त्यो एक्सलहरू चाहिँ बनाउन आउँदैन त्यसको लागि धेरै प्र्याक्टिस गर्नुपर्छ बनाउन सिक्नु पऱ्यो धेरै जुगाड गर्नुपर्छ एटलिस्ट तिनीहरूलाई त आउँछ नि पैसा लिएर त बनाउन सक्छ नि बट दे डोन्ट वान्ट टु डु इट बिकज उनीहरूलाई साइकल मात्रै बेच्न छ क्या दे वान्ट जस्ट बिजनेस नथिङ मच गर्दै गरौँ Setting this camera side now. तर कता राखौँ त्यो साइडमा राख्छु अघि त्यो साइडमा थियो अब यो साइडको एङ्गल लिन्छु एकछिन प्र्याक्टिस गरेर जानुपर्छ बिकज पानी पर्नेवाला छ पानी पऱ्यो भने रुजिन्छ अलरेडी पानी भइसक्यो म यहाँ
सो क्ल्याम्प छैन कि मसँग क्ल्याम्प छैन क्ल्याम्प भएपछि अब डिफ्रेन्ट एङ्गलमा साइकलमा अट्याच गरेर खिच्न मिल्छ 15-20 मिनट प्र्याक्टिस गरेर निस्किनुपर्छ अब क्यामेराको स्टोरेजले चाहिँ भ्याउँदैन हो काट्छु बिचमा done for today. So I'm moving towards home. Full pasina bhachu. एक नुहाएर टन्न खाएर सुत्दिनु पर्छ एडिट गरेर. Okay. So त्यही हो आजको प्र्याक्टिस सेसन चाहिँ यति हो. रात पर्न थालिसक्यो 7 बजिसक्यो 7:30 हुन थालिसक्यो and done for today. Thank you so much guys. अब जे भयो पनि अलिअलि सपोर्ट गरिदिनु भएको छ. It's like 1300 जस्तो छ सब्सक्राइबर. अब हामी चाहिँ के हो भनेपछि रियल हो क्या जे हो त्यही हो. त्यो नानाथरी लामो नाटक गरेर यताउता गरेर होइन हामी त्यो गर्न नि सक्दैनौँ. यो भयो त्यो भयो भनेर हामी जे हो त्यो फ्याक्ट हो देखाउने होइन. हामी त माउन्टेन बाइकरहरू यस्तै हो. जे हो त्यही हो देखाउने. त्यो ल्याङल्याङ गर्ने काम पनि गरिन्न. अब हामी ट्रिक देखाउने हो हजुरहरूलाई. अब बिचबिचमा अलि रमाइलो देखाउने हो. अब त्यही हो हाम्रो भिडियोजहरू त अब हजुरहरूले मन पराइदिनु पर्यो. किनभनेपछि हामीले त नेपाल रिप्रेजेन्ट गर्ने हो. इफ ठाउँमा पुगिहाल्यो भने अब अहिले बिस्तारै गर्दैछौँ. ठाउँहरू प्लेटफर्महरू बन्दैछ एमटिभीको लागि माउन्टेन बाइकिङको लागि एन्ड डाउन हिल पम्प ट्र्याक धेरै कुराहरू हुँदैछ नेपालमा पनि. बिस्तारै हुन्छ. हामी नाच्थ्यौँ हामीले नपाए नि हाम्रो नेक्स्ट जेनेरेसनले चाहिँ गर्नुपर्छ. कज हामी त अब जे भयो भने अब 23, 24, 25 त्यस्तो खालको छौँ. अब हामीभन्दा बुढोहरू पनि क्या प्यासनेट छ साइकलमा. तर स्कोप हामीले बनाउने हो अभियसली होइन र जे कुरा नि हामीले गर्ने हो. सो लागि परौँ कहिलेसम्म हुन्छ. आज र भोलिमा हुनेवाला चिज होइन यो अभियसली. अब हुन्थ्यो होला पनि आज र भोलि. अब देशको स्थिति यस्तो छ कि मुझे घरि यता र घरि उता मात्रै छ. छाडा बोलिदिने हो बाल छैन बाल छैन. सो त्यही हो गाइज. थ्याङ्क यू फर वाचिङ. सो सी यू गाइज. सी यू इन द नेक्स्ट भिडियो. अब आजबाट स्टार्ट गरियो होइन भ्लग गर्नु. सो बिस्तारै पोस्ट गर्छु 1 2 3 अब बिस्तारै अब ग्रो चाहिँ गर्छु. अब छोड्नेवाला चाहिँ छैन. अब बढोस् नबढोस् बाल छैन तर गरिन्छ. अब आफूलाई जे गर्न मन लागेको कुरा हो. युट्युबमा गरिन्छ. अब जुन प्लेटफर्ममा गरिन्छ सबै प्लेटफर्ममा गरिन्छ. त्यही हो. सी यू इन द नेक्स्ट भिडियो. डोन्ट मिस टु फलो मी and follow Swissbike Nepal as well. So let's go. Have a good night. See you.